नमस्ते सम्पूर्णमा। आज तपाईहरुलाई म केही जानकारी कसरी डिल गर्नुपर्ने रहेछ या त गर्नु नहुने रहेछ भन्ने कुरा शेयर गर्दै छु है। अहिले मैले प्रत्यक्ष आफूले भएको कुराहरु तपाई होलसेलर हुनुस् या त रिटेलर हुनुस् हैन, कसैले तपाईको अनलाइन बेसमा या त स्टोर बेसमा तपाईले राखेको सामान मन पराएर कसैले इन्क्वायरी गर्नुहुन्छ भने तपाईको सर्ट एन्ड स्वीट आन्सर दिने हो के। तपाईलाई कसैले होलसेलमा सामान सोध्नुहुन्छ, तपाईले दिन सक्नुहुन्छ भने मिनिमम यति पिस लानु भयो भने होलसेलमा दिन्छु। अब तपाईको धेरै क्वान्टिटीमा उठाएर अलिकति रेट कम गर्न मिल्ने अप्सन छ भने त्यहाँ त्यस्तो अप्सन छ भन्ने हो कि। कम्तीमा चाहिँ यति पिस लाँदा होलसेलमा हुन्छ सर या त म्याडम। अब धेरै पिस उठाउनु हुन्छ भने अझै हेर्न मिल्ने ठाउँ छ भन्नु पर्यो के। कस्टमर आफै तपाई कहाँ, जबकि तपाई कस्टमर सम्म पुग्न पर्ने ठाउँमा कस्टमर नै चासो राखेर तपाई सम्म आइपुगिसकेपछि त उहाँलाई चाहिँ एकदम प्रभाव पार्ने गरी एन्सर दिन पर्यो नि। एक्जाम्पल अहिले भर्खर मैले केही समय अगाडि भोगेको हुन त तपाईहरुले अलि पहिलादेखि भोगिरहनु भएको थियो होला। मैले बारम्बार तपाईको पोलिसी के छ त, तपाई म्यानुफ्याक्चर हो या त डिस्ट्रिब्युटर हो, तपाईको सामानको मिनिमम होलसेल पोलिसी कति पिसेस छ भनेर सोधिसकेपछि 4-5 चोटी चाहिँ तपाई कति लानुहुन्छ भन्ने होइन के। स्टोर बेस होस् या त अनलाइन बेसमा बिजनेस गर्न त्यति सजिलो छैन के। सामान राख्दैमा सामान बिक्ने होइन, सामान राखिसकेपछि एकदम छोटो मिठो एन्सर दिन पर्यो के। त्यसै म अनलाइन बिजनेस गरेको छु सामान छ भनेर नाक यत्रो ठुलो फुलाएर बसेर हुँदैन नि। म त 12 देखि 15 वर्ष 12 वर्ष नेपालमा, 15 वर्ष युए दुबईमा चाहिँ डिल गरेर अनलाइन बेसमा बिजनेस गरे मान्छे। मलाई कति आरोप लाउँछन्, कहिलेकाहीँ ठग होस् लुटेर होस् भन्दासम्म आफूले उसलाई प्रभावमा पारेर आफ्नो कुरा जित्नुपर्छ, उसलाई सरी भन्ने बनाउनु पर्छ के। मान्छे हो रिस त उठिहाल्छ नि हैन। कसैले अनावश्यक मसँग सामानै लगाएको छैन भने कसैले चाहिँ त ठग होस् फटा होस् लुटेर होस् एउटा देखाउँछ अर्को पठाउँछ भन्दाखेरि त रिस त उठ्छ नि। तर त्यो रिसलाई पनि कन्ट्रोल गरेर उसलाई आफूले कहिले मसँग सामान लानुभयो, कहिले तपाईलाई त्यस्तो पर्यो भनेर उसलाई चाहिँ पुरै सवालको जवाफ गरी उसलाई कन्भिन्स गराउनु पर्छ के। यहाँ चाहिँ मैले सामान सोध्छु, मलाई नि कतिचोटि सोध्नुहुन्छ मेरो सामान राम्रो देखेर नेपालभरको धेरै ठुला म भन्दा पनि पुरानो यो फिल्डमा पुरानो साथीभाइ सरहरूले काम गरेर सरहरूले सोध्नुहुन्छ तपाईको सामान राम्रो लाग्यो होलसेलमा दिन सक्नुहुन्छ भन्नुहुन्छ। सर मसँग क्वान्टिटी धेरै छैन, म त एउटा रिटेल गरेको मान्छे भन्छु। त्यो भएपछि पछिलाई विचार गरौँला सर, अहिलेलाई चाहिँ मसँग इनफ स्टक पनि छैन भन्छु, कुरा सक्यो के। अनि मैले तपाईलाई त्यो भनेपछि मैले दिन मिल्ने भयो त हैन। सर ल यदि कम्तीमा 6 पिस 12 पिस लानुहोस् होलसेलमा हुन्छ, यदि धेरै उठाउनु हुन्छ मसँग इनफ क्वान्टिटीमा छ भने धेरै पिस लाँदा अझै म हेर्न मिल्ने ठाउँ छ भन्ने हो नि त। मैले कुनै सामानको 2-3 चोटी चाहिँ उसले सुरुमै के उसको रिप्लाई दिने तरिका पनि पुगेको छैन। मैले सोधेपछि मैले होलसेलर हो कि तपाईँ डिस्ट्रिब्युटर हो कि म्यानुफ्याक्चर हो भनेपछि त एकदम बुझ्ने भाषामा म डिस्ट्रिब्युटर हो या त म म्यानुफ्याक्चर हो भनेर आफ्नो परिचय जोडेर अनि तपाईले के खोज्नु भएको भनेर सोधेर अनि ल तपाईँ सामान लानुहुन्छ नि तपाईँ पहिलोचोटि जोडिन खोज्नु भएको रहेछ, पहिलोचोटि यो व्यवसायमा हात हाल्न खोज्नु भएको रहेछ, मेरो सामान राख्न खोज्नु भएको रहेछ, तपाईले सर कम्तीमा चाहिँ यति लानुपर्छ। अब धेरै लानुहुन्छ भने फेरि धेरै लाँदाको पोलिसी यो छ है, तपाईले धेरै पिसमा उठाउनुहुन्छ भने अझै त्यहाँ हेर्न सकिन्छ भने उसैले बुझाउने हो कि। मैले बारम्बार चाहिँ तपाईको पोलिसी हुँदैन सर, तपाईँ डिस्ट्रिब्युटर या त म्यानुफ्याक्चर भन्नुहुन्छ, तपाईको पोलिसी चाहिँ हुँदैन यति पिस लग्यो भने होलसेल कम्तीमा, धेरै पिस लाँदाखेरि मिलाउन मिल्ने अप्सन छ भने बारम्बार त्यो भन्नु। त्यो मान्छे त्यस्ता व्यापारीसँग मैले कसरी डिल गर्छु। त्यही भएर त्यति सजिलो छैन है यो फिल्डमा। अनलाइनमा त झन् यति गाह्रो छ कि म जस्तो मान्छे भगवानको कसम खाएर भन्छु अहिलेसम्म एक सुगान कसैको अनावश्यक दुःख दिने नियतले खाएको छैन। यो जिन्दगी रहँदासम्म पनि खाँदैन कि। सुभाष पण्डित यो स्टोरको सञ्चालक, सुभाषको सपिङ जोनको सञ्चालक सुभाष पण्डित व्यक्तिगत होस् अथवा व्यावसायिक रूपमा अहिलेसम्म कसैले औँला उठाउने ठाउँ दिएको छैन र बाँचुन्जेलसम्म कसैले त्यो ठाउँ पाउने पनि छैन कि। बरु तपाईँलाई ठग्नु पर्छ भने मागेर खान्छु कि त्यो दिन आयो भने पनि, तर तपाईँहरूलाई ठगेर खाँदिनँ। त्यसरी छोटो मिठो रिप्लाई गर्नुपर्छ। मलाई ठ्याक्कै यो मनमा छोयो। कति तपाईँ साथीहरूले जानेर नजानेर गर्दै हुनुहुन्छ भने पढ्नुहोस्, स्टडी गर्नुहोस्, रिसर्च गर्नुहोस्, कस्टमरलाई कसरी आफ्नो प्रडक्टको बारेमा डिल गर्ने भन्ने कुरा बुझ्नुहोस्। 2-4 सामान एउटा दराजमा राखेर अनलाइन बेसमा काम गर्दैमा चाहिँ सफल भइँदैन, धेरै गाह्रो छ। यहाँ त अनेक लालछाना आउँछन्, या त म पत्रकार हो युट्युबमा अनएयर गरिदिन्छु भन्नेसम्म आउँछन्, धम्की दिन्छन्। त्यस्ता सम्मलाई कुल बनाउन सक्नु पर्यो आफ्नो रिप्लाईले, आफ्नो जवाफले। त्यही भएर तपाईँहरू पनि मैले यो चाहिँ मलाई मनमा खड्क्यो, अलिकति छोटो बनाउँछु भन्दा अलिकति प्रसङ्ग जोड्दा थोरै लामो भयो। त्यही भएर तपाईँहरू बिजनेस फिल्डमा त्यति सजिलो छैन है। तपाईँले सामान मिलाएर दिनुभयो भने पनि तपाईँको बोली वचन, तपाईँको स्टाफ बेसमा हुनुहुन्छ भने स्टाफको बोली वचन राम्रो भएन, रेस्पेक्ट भएन कस्टमरलाई भने तपाईँको व्यवसाय या त मेरो व्यवसाय सफल हुँदैन। कस्टमर भनेको हाम्रो भगवान हो, उहाँहरू आउनु भएन भने त हामी चल्दैनौँ नि त। यो सामान कसलाई देखाएर यो अनलाइनमा फेसबुकमा टिकटकमा ट्विटरमा
इन्स्टामा हालेर मात्रै त मेरो घर चल्दैन, मेरो किस्ताहरू ठाउँ तिर्न भने के त बुझिँदैन। त्यही भएर यो बेसमा काम गर्ने सबै साथीहरू, सरहरू, म्याडमहरू सबैले तपाईँले यही बेसमा काम गर्दै हुन्छ भने छोटो मिठो एन्सर दिनुहोस्। बारम्बार म कति पिस लानुहुन्छ तपाईँ, कति पिस लानुहुन्छ भनेर गऱ्यो भने लाने मान्छेले जिन्दै लाँदैन। त्यही भएर यो प्रसङ्ग भर्खर मसँग भएको एउटा कम्पनीसँग डिल गर्ने प्रसङ्गमा आएको यो भिडियो बनाउन मन लाग्यो। हुन त नराम्रो त होइन होइन, तपाईँहरूलाई पनि कतिलाई आइडिया नभएर तपाईँको यो चिजमा तपाईँको आइडिया पुगेको छैन भने तपाईँहरूलाई पनि अलिकति प्लस पोइन्ट होस्, यसरी काम गर्नुपर्ने रहेछ भन्ने एउटा नलेज आओस् भन्ने हिसाबले बनाएको छु। अन्यथा नसम्झनु होला होइन। एउटा अनुभव चाहिँ धेरै थोरै जे जस्तो भयो भने देशदेखि विदेशसम्म, नेपालमा 12 वर्ष अहिले गर्दैछु, 15 वर्ष युए दुबईमा, युए दुबईलाई बाई गरेर चाहिँ 3 वर्ष भयो होइन। धेरै सामान मैले बाहिरको एकदम राम्रो बेस्ट प्रडक्ट चाहिँ बेचेको हो, बेच्दै पनि छु, कोही सकेको छ, फेरि भविष्यमा पनि तपाईँहरूलाई जो जोडिनु भएको छ नि उहाँहरू खुसी हुनुहुन्छ, नजोडेकोलाई पनि तपाईँहरूलाई बिस्तारै जोड्नेछु भन्दै यति भन्दै म अहिलेलाई बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, नमस्ते।